माघ 14 गते साँझ 6 बजे केपी शर्मा ओलीले फेसबुकमा एउटा लामो स्टेटस लेख्छन्। भ्रम चिरौँ, भाद्र 23 गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको थिइनँ। तर यो पोस्टमा लेखिएको कुरालाई गहिराइमा केलाउनु भयो भने केपी शर्मा ओलीले कसरी लास्टमा राजनीति गर्न खोज्दै जनतासँग सफेद झुट बोलेका छन् त्यो प्रष्ट हुन्छ र यस्ता भ्रामक अभिव्यक्ति दिएर उनी समाजको लागि कति खतरनाक साबित भइरहेका छन्। लेट्स फाइन्ड आउट। उनको पोस्टको एउटा अंश पढ्नुहोस्। योजनाबद्ध रूपमा केही समूहले बालबालिकालाई स्कुल ड्रेसमा संसद भवनसम्म पुर्याउन खोजे र घेरेर यस्तो ठाउँमा पुर्याए जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ। म फेरि भन्छु, त्यस्तो ठाउँमा कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ भनेर यो पोस्टमा ओलीले सफेद झुट बोलेका छन्। अब यो भ्रमलाई चिरौँ। 18 वर्षका श्रीयम चौलागाईको यो दुःखद र अन्तिम भिडियो। श्रीयम त्यस दिन आफ्नो कलेज सकेर स्वस्फूर्त रूपमा आन्दोलन हेर्न आएका थिए। उनी बानेश्वर चोकको ठिक बीचमा अवस्थित रोडमा ताली बजाउँदै हिँडिरहेका हुन्छन्। यो भिडियोमा संसद भवनको दक्षिण पश्चिममा रहेको पुलिस पोस्ट प्रष्ट देखिन्छ। अर्थात् म्यापमा हेर्दा ठिक यहाँ छ संसद भवन, यो हो संसद भवन अगाडिको मुख्य गेट, यो हो बानेश्वर चोक र श्रीयम लगभग यही ठाउँमा थिए। अब मलाई भन्नुहोस्, यो भिडियोमा उनलाई कसैले घेरेर त्यहाँ लगेको जस्तो देखिन्छ? कसैले उनलाई उक्साएको जस्तो देखिन्छ? उनी त केवल ताली बजाउँदै आन्दोलनमा आफ्नै इच्छाले हिँडिरहेका थिए जब एक्कासी केपी ओलीको प्रशासनले उनलाई टाउकोमा गोली हान्छ। ओलीजी, तपाईँले फेसबुकमा त झुटको खेती गर्नुभयो र मलाई थाहा छ तपाईँले हाम्रो यो प्रश्नको उत्तर दिन सक्ने हैसियत राख्नु त हुन्न। तर पनि म सोध्छु, तपाईँको कुन चाहिँ कानुनले भन्छ कि बानेश्वर चोकमा कोही बालक शान्तिपूर्ण रूपले हिँडिरहँदा उसलाई ताकेर गोली हान्नुपर्छ भनेर? अझ बानेश्वर छोड्नुहोस्, त्यस दिन तपाईँको प्रशासनले नजिकै रहेको सिभिल हस्पिटलको इमर्जेन्सीभित्र छिरेर प्रदर्शन गर्न आएका युवाहरूलाई गोली र अश्रु ग्यास हानेका थिए। They have crossed their limits. सिभिल हस्पिटल भित्र उपचार गरिरहेको ठाउँमा बिरामी ट्रान्सफर गरिरहेको बेलामा ढोकामा आएर गोली हाने यिनीहरूले। हस्पिटलको इमर्जेन्सीमा अश्रु ग्यास र गोली हान्न मिल्छ भनेर तपाईँले कुन कानुनले दियो? हिम्मत छ भने यसको जवाब हामीलाई दिनुहोला। अनि पक्नुहोस्, त्यस दिन गोली काठमाडौँमा संसद भवन आसपासमा त चलेको थिएन। तपाईँको प्रशासनले इटरी चोकमा 2 जना युवाको हत्या गरेको थियो र मेरो भाइ शान्तनु ढकालको चिउँडोमा गोली लागेर ऊ 1 इन्चले मृत्युबाट बचेको थियो। जबकि इटरीमा न त तपाईँको संसद भवन छ न त तपाईँकै भाषाअनुसार उनीहरू कानुनले स्वतः गोली चलाउन मिल्ने स्थानमा थिए। तर तपाईँको झुटको यो खेती यतिमै खतम हुँदैन। यो पोस्टको अर्को अंश, करिब 12 बजेतिर घुसपैठ गर्ने तत्त्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ भनेको छ। गलत। एभरेस्ट होटल अगाडि प्रहरीको ब्यारिकेडिङ तोडेर प्रदर्शनकारीहरू बानेश्वर र संसद भवनतर्फ गएको यो भिडियो। यसमा प्रष्ट देखिन्छ युवाहरूलाई कसैले घेरेको थिएन र उनीहरू स्वस्फूर्त रूपले आन्दोलनको आवेगमा ब्यारिकेडिङ तोड्दै बानेश्वर चोक र संसद भवनतर्फ जाँदै थिए र यो भिडियो एभिडेन्समा कसैले कसैलाई घेरेको प्रमाण छैन। इनफ्याक्ट भिडमा त्यस्तो गर्न साध्य पनि हुँदैन। ओलीजी, जुन जनताको सामु तपाईँहरूले फेसबुकमा भ्रमको खेती गर्दै हुनुहुन्छ, यी नेपाली जनता तिनै हुन् जसको अगाडि गएर तपाईँले यसपालि भोट माग्नुपर्नेछ। बालबालिकाको लासमा राजनीति गरेर कुन मुखले कुन नैतिकताले भोट माग्न जानुहुन्छ त्यो त हेरौँला नै। तर यस्तो विषयमा भ्रम छरेर जनताले पत्याउँछन् भन्ने सोच्नु भनेको तपाईँले तपाईँकै मतदातालाई मूर्ख ठानेको हो। तर सोसल मिडिया छ, सबैको हातमा स्मार्टफोन छ, भिडियो एभिडेन्स छ र हामी जस्ता सानातिना क्रिएटर्सहरू छौँ। जनतालाई झुक्क्याउन र मूर्ख बनाउन आजकल त्यति सजिलो छैन। जसरी 10-12 वर्ष अगाडि तपाईँले राष्ट्रियताका नाममा जनतालाई मूर्ख बनाउनु भएको थियो र राष्ट्रवादको खोल ओढेर देशमा थुप्रै भ्रष्टाचार काण्ड मचाउनेहरूलाई साथ दिँदै हुनुहुन्थ्यो। तर वेट, भिडियो अझै बाँकी छ। यो पोस्टको अर्को अंश हेर्नुहोस्। 19 जना नानी बाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु। त्यो पीडा आजसम्म पनि मसँग छ। गोली चल्ने परिस्थिति निर्माण भयो भने त गोली त फेरि पनि चल्छ त। गोली नै नचलाउने भन्ने कुरा हुँदैन। गोली त चल्छ। कस्तो परिस्थितिमा गोली चल्छ? मान्छे मार्नुपर्छ भन्ने होइन, तर मान्छे मर्छ त। अब भदौ 23 गते साँझ 6 बजेको घटना तपाईँहरूले म सुनाउँछु। ओली सरकारको दिनभरिको नरसंहारपछि बालुवाटारमा मन्त्री परिषदको बैठक बस्छ। 21 युवाहरू ढलिसकेका थिए, तर प्रधानमन्त्रीको घमण्ड भने रत्तीभर पनि घटेको थिएन। उनको हाउभाउ र बोलीचाली हेर्दा यो घटनाप्रति उनी खासै संवेदनशील देखिँदैनथे र कुनै पनि हालतमा उनले राजीनामा दिने सोच बनाएका थिएनन्। अरू त अरू,
आम जनतासँग माफी माग्नु त परै जाओस्, गल्ती प्रहरी प्रशासनको हो भनेर उनी आफू उम्किन खोजिरहेका थिए। आन्दोलनकारीलाई एभरेस्ट होटल अगाडिसम्म किन जान दिइयो? ब्यारिकेडिङ किन बलियो बनाइएन? ओली आफ्ना मन्त्रीहरूलाई यस्ता प्रश्न सोधिरहेका थिए। त्यत्तिकैमा सो बैठकमा गृहमन्त्री रमेश लेखक प्रवेश गर्छन् र ओलीलाई राजीनामा पत्र थमाउँछन्। ओली आश्चर्यचकित हुन्छन् र राजीनामा स्वीकृत गरे पनि सरकारले बाहिरैबाट भए पनि साथ दिन ओलीले गृहमन्त्रीलाई आग्रह गर्छन्। निर्लज्जताको पराकाष्ठ देखाउँदै युवाको रगतले भरिएको हातहरूको आडमा ओली आफ्नो कुर्सी जोगाएर बस्छन्। यदि उनले त्यो रात सुझबुझ र संयमता देखाउँदै आफ्नो गल्ती स्वीकार गरेर नैतिकताको आधारमा राजीनामा दिएका भए भदौ 24 गते देश त्यसरी सायद जल्ने थिएन। त्यसैले अर्को दिन अर्थात् भदौ 24 को दोषी कोही हो भने त्यो तपाईँ केपी शर्मा ओली नै हुनुहुन्छ। प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न। नेपालको इतिहासमा हामीले कोत पर्व पढेका थियौँ, जनआन्दोलन देखेका थियौँ, माओवादी जनयुद्ध भोगेका थियौँ। यी सबै घटनामा धेरै व्यक्तिले ज्यान गुमाएका थिए। तर सरकार आफैले आम नागरिकमाथि नरसंहार गर्ने उद्देश्यले एकै दिन यत्रो ठुलो सङ्ख्यामा निर्दोष बालबालिका र युवाहरूको हत्या गरेको घटना इतिहासमा कहिल्यै भएको थिएन। इतिहासले ओलीलाई एउटा निकम्मा, निर्लज्ज, अहङ्कारी, हत्यारा र असक्षम प्रधानमन्त्रीका रूपमा सम्झिनेछ र उनको नाम नेपालको इतिहासमा लज्जा र शर्मका साथ हेरिनेछ। सी यू इन द नेक्स्ट वान। लाइट त थिच्दिनुहोस् बाबा, त्यही छेउमै हुन्छ लाइट।